ए राम्रोसँग कस है साथी हो। ल साथीहरू हामी चाहिँ यसरी खेतमा धान लगाएर पराल र धान निकाल्नको लागि पराल लोड गरिरहेका छौँ। पहिले घरमा जन्जाल धेरै हुँदा चाहिँ धुन्सिया बिटो बोकेर घरमै लाने चलन थियो। आजभोलि चाहिँ घरमा जन्जालको कमी हुनको कारणले गर्दा अब यो उपाय अपनाउनु परेको छ। यो चाहिँ हाम्रो घुमाउने खेतबाट चाहिँ माथि ताल खर्क निकाल्नको लागि पराल र धान लोड गरिरहेको अवस्था ट्र्याक्टरमा। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्नु होला है त साथीहरू।